लसु फेपुलु सबैलाई नमस्कार। यी आजको यी वर्कआउट हाम्रो प्रज्वल भाइ पनि खेल्दैछ, हाम्रो सबैले फलो गरिदिनु हो खेल्दैछ। यी हाम्रो यस्तो चाहिँ हामीले हो यी आउने जेनेरेसनलाई आफ्नो समाजलाई यसरी अगाडि बढाइरहेको छु। यिनीहरू कुछ हुन्छ कि भनेर नि होइन। अब यही हो हाम्रो त यी सेभिङ पनि यही हो, फिक्स डिपोजिट पनि यही हो, भोलिपछि रिटायर भएर पनि अब उयो पनि यही हो, के अरे पेन्सन पनि यही हो। यी खेल्दैछ यी यिनीहरू राम्रो होस् भनेर चाहिँ हामी चाहन्छु होइन, कोसिस होइन। सबै यस्तै छ, नानीहरू खेल्दैछ, भाइहरू यी नानीलाई यी हाम्रो यही हो कार्य। मलाई सबले सोध्छ ओ के गर्दैछौ, के छौ हालखबर भन्छ। यी मेरो हालखबर यही छ। यी हेर्नु यी यिनीहरू आउने नानी जेनेरेसन, नयाँ समाज बनाउने हाम्रो उद्देश्य फिट एन्ड फाइन बनाउने चाहिँ हामी कोसिस गरिरहेको छु। अब यिनीहरू कुछ हुन्छ कि भन्ने आशा राखेको छु। त्यही नै हो होइन। अब यस्तो चाहिँ हामीले हो यी आउने जेनेरेसनलाई आफ्नो समाजलाई यसरी अगाडि बढाइरहेको छु। यिनीहरू कुछ हुन्छ कि भनेर नि होइन। अब यही हो हाम्रो त यी सेभिङ पनि यही हो, फिक्स डिपोजिट पनि यही हो, भोलिपछि रिटायर भएर पनि अब उयो पनि यही हो, के अरे पेन्सन पनि यही हो। यी खेल्दैछ यी यिनीहरू राम्रो होस् भनेर चाहिँ हामी चाहन्छु होइन, कोसिस होइन। सबै यस्तै छ, नानीहरू खेल्दैछ, भाइहरू यी नानीलाई यी हाम्रो यही हो कार्य। मलाई सबले सोध्छ ओ के गर्दैछौ, के छौ हालखबर भन्छ। यी मेरो हालखबर यही छ। यी हेर्नु यी यिनीहरू आउने नानी जेनेरेसन, नयाँ समाज बनाउने हाम्रो उद्देश्य फिट एन्ड फाइन बनाउने चाहिँ हामी कोसिस गरिरहेको छु। अब यिनीहरू कुछ हुन्छ कि भन्ने आशा राखेको छु। त्यही नै हो होइन।